स्वागत छ गाइज मेरो मिनी भ्लगमा। अनि आज चाहिँ म नयाँ घरमा बसिरहेको थिएँ अनि सोचेको भिडियो बनाउनु पनि पर्छ। त्यही भएर म गाडीमा आइहालेँ बालुवा हाल्न जानलाई। त्यसपछि हामी सबैजना बालुवा हालेर हेर्छु हाम्रो गाडीको टायरको पम्प धसिसकेको थियो। त्यही भएर हामी अर्को पनि गाडी लिएर आए। गाडी लिएर एकैपल्टमा गाडी हाम्रो निस्किहाल्यो। अनि हामी बालुवा सालुवा झारेर हाम्रो घोडा लिएर मौसम छ सुहाना। हामी जाँदाखेरि बाटोमा भेट्यो फसेको बस खोलामा अनि हामी झार्ने ठाउँमा आइहाले। गाडी प्याक गरिरहेको छ। गाडी हामी धाराहरू झारेर त्यसपछि हामी डिसाइड अब घरतिर जाने हो अनि हामी घरतिर लाग्ने अनि हामी आधी बाटोमा गएर टायरको रसा निकालेर हामी टेक्नोलोजी अपनाउने टायरको रसा चारैतिर टलीमा बाँधिदिए अनि बाँधेर यहाँ खतरनाक बेड बनिहाल्यो लुच्किनेवाला। अनि गाइजमा राति आयो त्यही भएर मलाई निन्द्रा लागिहालेको, त्यही भएर म भिडियोलाई अहिले इन्ड गरिरहेको छु होइन। कस्तो लाग्यो के कमेन्टमा जरुर भन्नु होला अनि सब्सक्राइब गर्न नबिर्सिनु होला होइन। एन्ड बाई।